नमस्ते। आज हामी क्वार्टरली रिपोर्ट कसरी हेर्ने र त्यसबाट कस्ता कस्ता कुराहरू थाहा हुन्छन् भन्ने बारेमा कुरा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि यसबाट तपाईले केही नयाँ र उपयोगी कुरा अवश्य सिक्न पाउनुहुनेछ। उदाहरणका लागि यहाँ मैले एकेजेसिएल हाइड्रो पावरका दुईवटा रिपोर्ट लिएको छु। आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक रिपोर्ट र आर्थिक वर्ष 2078-79 को चौथो त्रैमासिक रिपोर्ट। आज हामी सिक्ने उद्देश्यले यी रिपोर्टहरूमा रहेको नन करेन्ट एसेट्स सम्बन्धी भाग मात्र हेर्नेछौँ। अब आउनुहोस् सुरु गरौँ। आर्थिक वर्ष 2078-79 मा नन करेन्ट एसेट्स करिब 1 अर्ब 81 करोड थियो भने आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा 1 अर्ब 70 करोड। यसको अर्थ कम्पनीको नन करेन्ट एसेट्स करिब 11 करोड 37 लाखले घटेको छ। प्रतिशतका आधारमा करिब 6.67% कमी आएको छ। यसले के देखाउँछ? दीर्घकालीन सम्पत्ति घट्नुमा विभिन्न कारण हुन सक्छन्। नम्बर 1, कम्पनीले नयाँ दीर्घकालीन सम्पत्ति धेरै लगानी नगरेको हुन सक्छ। कम्पनीले नयाँ मेसिनरी, भवन, उपकरण, पूर्वाधार खरिद नगरेको हुन सक्छ। यस्तो अवस्थामा कम्पनीको विस्तार अपेक्षाकृत सुस्त भएको सङ्केत हुन सक्छ। नम्बर 2, भएका सम्पत्तिको मूल्य ह्रास भएको हुन सक्छ। नम्बर 3, कम्पनीले केही दीर्घकालीन सम्पत्ति बिक्री गरेको हुन सक्छ, जस्तै जग्गा, भवन। अब भन्नुहोस्, के नन करेन्ट एसेट्स घट्नु राम्रो हो कि नराम्रो? नन करेन्ट एसेट्स मात्र हेरेर निष्कर्ष निकाल्नु हुँदैन। यसलाई कम्पनीका अन्य वित्तीय सूचकहरूसँग पनि तुलना गर्नुपर्छ। यदि नन करेन्ट एसेट्स 5%ले घटेको छ तर आम्दानी बढेको छ, नाफा बढेको छ, नगद प्रवाह पनि बढेको छ भने नयाँ सम्पत्ति धेरै लगानी नगरे पनि भएका स्रोत साधनबाट राम्रो आम्दानी र नाफा कमाइरहेको हुन सक्छ। तर आम्दानी पनि घटेको छ, नाफा पनि घटेको छ र उत्पादन पनि घटेको छ। यसले कम्पनीको व्यवसाय खुम्चिँदै गएको वा कम्पनीले भविष्यका लागि आवश्यक दीर्घकालीन लगानी पर्याप्त रूपमा नगरेको सङ्केत गर्न सक्छ। यस्तो अवस्थामा कम्पनीको समग्र वित्तीय अवस्था र भविष्यका योजनाबारे थप विश्लेषण गर्नु आवश्यक हुन्छ। हस् त, आजको लागि यति नै। हामी छिट्टै अर्को वित्तीय विश्लेषण सहित नयाँ भिडियो लिएर आउनेछौँ। यो भिडियो तपाईलाई उपयोगी लागेको छ भने लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।